नमस्कार सबैजनालाई। म नेपालको चेली र आज मेरो सन्देश हुनेछ भारतीय चेली सीमा सुवेदीलाई। ओके, आज मैले सानो एउटा लेटर लेखेको छु सीमा सुवेदीलाई, जो म वाचन गर्न गइरहेको छु। मैले तिमीले पठाएको सन्देश पाएँ, खुसी लाग्यो तिम्रो आक्रोश देखेर। धन्यवाद तिमीलाई धेरै धेरै। तिमीलाई जस्तै मलाई पनि नेपाली हुनुमा गर्व छ, त्यसैले आज मैले तिमीलाई पठाएको चिठी पनि नेपालीमै हुनेछ। मेरो र हाम्रो बुवा आमाले पनि तिम्रो बुवा आमाले जस्तै आफ्नै देशलाई माया गर्न सिकाए। फरक यति हो कि तिम्रो बुवा आमाले माया मात्र गर्न सिकाए, तर हाम्रो बुवा आमाले माया मात्र होइन, कसैको गुलाम नबन्न, मिलेर सबैसँग राम्रो व्यवहार गर्न र परिस्थिति आइपरे खुकुरीको सहायता लिन पनि सिकाए। तिमीले भनेको छौ तिमी एक इन्सानको इज्जत गर्न जानेको मान्छे। यदि तिमीले इज्जत भन्ने कुरा जानेको हुँदो हौ त आज यसरी तिम्रो औकात देखाउने नै थिएनौ। सो आई फिल सो सरी फर यु सीमा। तिमी महिलाको सम्मानको कुरा गर्छौ। सम्मान त महिलाको व्यवहारले मात्र गर्छ। महिलाको नाम मात्रले सम्मान पाउनुपर्छ भनेकी छौ, जो पक्कै पनि सही छैन। सम्मान सबैलाई गर्नुपर्छ, ताकि महिलालाई गर्ने र पुरुषलाई नगर्ने भन्ने भनाइ पक्कै पनि तिमीलाई नै किन भनेछु भनेर पछुतो लागिसकेको हुनुपर्छ। अर्को कुरा, तिमी महिला हुनुमा गर्व गर्नुका साथै अलि धेरै घमण्ड गरेको छौ। त्यस्ता घमण्ड अलि नगर। तिमी जस्तो मान्छेसँग लड्ने अरू कसैको सामर्थ्य छैन होला र। तिमी भन्यौ तिमी गोर्खा हौ र भारतीय हुनुमा गर्व गर्छौ। तिमीलाई के थाहा, जोसुकै पनि आफ्नो देशप्रति गर्व गर्छ होला। तिमीलाई के थाहा असली गोर्खाली को हो। तिमीलाई के थाहा यी सबै कुराहरू। तिमी यस्तो देशसँग न्यु खोज्दैछौ जो कहिले कसैको गुलाम बनेन र समय आउँदा शत्रुलाई तहस नहस पार्नको लागि आफू मर्न पनि डराएन। अनि तिमी पाकिस्तानको उदाहरण दियौ। त्यस्तो धम्की नदेखाऊ, त्यस्ता धम्की दिन हामीलाई पनि आउँछ। अनि तिमी भन्यौ तिम्रो पुर्खाले नेपाल देखेन, त्यस्ता करोडौं हाम्रो पुर्खाले पनि भारत देखेनन्। र अब आयो कामको कुरा। तिमी जसरी नेपालीले गर्ने काम खुलायौ नि, तिमीले नखुलाएका लाखौं नेपालीले इन्डियन सेनामा बसी तिमीहरूको देशको सेवा गरिरहेका छन्। त्यति मात्र होइन, यदि तिमी सच्चा एक भारतीय नागरिक हौ भने तिमीलाई थाहा होला इन्डिया र नेपालको सम्बन्ध कहिलेदेखि कसरी चलिरहेको छ र कस्तो पोजिसनमा नेपालमा भारतीयले र भारतमा नेपालीहरूले काम गरिरहेका छन्। हामी नेपालीको तिम्रो जस्तो काम बताइदिने बानी छैन। सबै काम बराबर हो भन्ने कुरा हाम्रो देशका अभिभावकले सिकाएका छन्। अन्यथा हाम्रा छिमेकी देशका भारतीयहरू अथवा भारतीय नागरिकहरूले कसरी, कुन ठाउँमा, घरमा, छिमेकमा, बाहिर कस्तो काम गरिरहेका छन् भन्ने कुरा सबैले देखिरहेको कुरा हो र सबैले गर्नै पर्ने कुरा पनि हो। सबैले भारतीय मात्र होइन, हामी नेपाली सबैले काम गर्नुपर्छ। जस्तो ठाउँमा पनि हामीले काम गरिरहेका हुन्छौं र गर्नुपर्छ। तर त्यो भारतीयको कामको बारेमा खुलाउने तिमीसँग कुनै सामर्थ्य नै छैन। अनि अर्को सपोर्टको कुरा गर्यौ, इन्डियाको सपोर्ट बिना नेपालीहरू कहिल्यै मरेनन् र मर्ने पनि छैनन्। अनि तिमी अर्थक्वेकको कुरा पनि यो विषयमा जोड्यौ। यो मदर नेचर हो, न तिमीले रोक्न सक्छौ न अरू कसैले। यो विषयमा तिमी बोल्नु अलि राम्रो देखिएन। म चाहन्छु भोलि तिमीलाई दुःखको घडी आउँदा
पानी पिलाउने नेपाली बनोस् र तिमीलाई यति धेरै पछुतो होस् कि तिम्रा यी विगतका बोलीमा। अनि अन्तिममा बोल्यौ, इन्डियाको बारेमा बोल्दा 100 पटक सोच, तर तिमीले नेपालको बारेमा बोल्दा 10,000 पटक सोच्नु पर्ने थियो, तर तिमीले ठूलो भूल गर्यौ। तिमीले घमण्ड धेरै गर्यौ, तर धेरै ठूलो भूल गर्यौ। सुतेको सर्पलाई चलाएपछि टोक्ला भन्ने नसोच्नु नै तिम्रो ठूलो भूल हुनेछ। समय दिएकोमा धन्यवाद। सीमा सुवेदी।